हजुरहरूले थम्बनेल हेरेर थाहा पाउनु भइसक्यो होला है यो प्याकेज भित्र के छ भनेर। यो चाहिँ मैले होम जिमको लागि एडजस्टेबल बेन्च अर्डर गरेको थिएँ अस्ति र आज मैले ट्रान्सपोर्टमा गएर रिसिभ गरेर घरमा ल्याइसकेँ है। ल अब हामी यसलाई अनबक्सिङ गरेर हेर्छौँ र यसको प्राइस र यो कहाँबाट मैले अर्डर गरेको हजुरहरूलाई म यो भिडियोको अन्तिममा भन्छु है त। र हजुरहरू यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। र कार्टुनमा चाहिँ यस्तो देखाएको छ हैन। अब भित्र चाहिँ कस्तो रहेछ हामी यसलाई अनबक्सिङ गरेर हेर्छौँ है त। यसको वेट टोटल वेट भनेको 22.5 देखि 25 किलोको वेट रहेको छ है। यो एडजस्टेबल बेन्चको सबै पार्ट्सहरू चाहिँ यसरी खोलेर आएको हुन्छ। यो चाहिँ हामी आफैले फिटिङ गर्नुपर्ने हुन्छ है। ल अब हामी यो सबै पार्ट्सहरू फिटिङ गरेर हेर्छौँ है। यो म्यानुअल हेरेर हामी सबै पार्ट्सहरू आफै फिटिङ गरेर हेर्छौँ। ल यसको सबै पार्ट्सहरूको अनबक्सिङ भइसकेको छ। मैले यो सबै पार्ट्सहरू एक ठाउँमा निकालेर राखिदिएको छु। ल मैले यो सबै पार्ट्सहरूको अनबक्सिङ चाहिँ बिहानै गरेर राखेको थिएँ, तर त्यसपछि यसलाई इन्स्टल चाहिँ गरेको थिएन है, किनभने दिउँसो अलिक गर्मी हुन्छ। तर अहिले चाहिँ साँझको 10 बजिसकेको छ है। अहिले बेलुकाको टाइम छ र अहिले शीतल छ है। त्यही भएर अहिले म यसलाई इन्स्टलेसन गर्दैछु है। अब यसलाई म्यानुअल हेर्दै सबै पार्ट्सहरू यसलाई हेरेर फिटिङ गर्दैछु है। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। र मैले यो यसलाई इन्स्टल गर्दाखेरि लगभग 10 बजेदेखि लिएर साँझको 10 बजेदेखि लिएर है तपाईको मध्यरात 12 साढे 12 बजेको थियो है। लगभग मलाई 2 घण्टा साढे 2 घण्टा लागेको थियो। बिचमा एकचोटि लाइन पनि गएको थियो है, त्यही भएर अलिकति ढिला पनि भयो। र म्यानुअल हेर्दै यसको मैले इन्स्टलेसन चाहिँ गरेँ है। अलिकति टाइम चाहिँ लाग्यो, किनभने सुरुमा चाहिँ अलिकति यो गाह्रै हुन्छ जस्तो लागेको थियो है। तर म्यानुअल हेर्दै जाँदाखेरि तपाईँको सजिलै छ। यसको म्यानुअलमा सबै स्टेप बाई स्टेप कसरी यसलाई फिटिङ गर्ने हो है, सबै स्टेप बाई स्टेप यसको म्यानुअलमा दिएको हुन्छ। र मैले यही म्यानुअल हेरेर यसको सबै पार्ट्सहरू फिटिङ गरेँ। हजुरहरू पनि भिडियोमा हेर्न सक्नुहुन्छ है। ल यसको इन्स्टल गर्ने काम पनि सकिसकेको छ है। अब हामी भोलि बिहान यसमा वर्कआउट गरेर हेर्छौँ है त। ल अहिले बिहानको 7 बजेको छ। अब म यसमा अलिअलि चेस्टको वर्कआउट गरेर हेर्छु है। यो बेन्च चाहिँ मैले जोसँग अर्डर गरेको थिएँ उहाँले चाहिँ यो बेन्चको लोड क्यापासिटी 400 केजीको रहेको छ भन्नुभएको थियो है। अब मेरो बडी वेट 66 किलो त्यस्तै छ है। अब यसमा जति पनि वेट यसमा उचाले पनि है 400 केजी त पुग्दैन है। सो यसको लोड क्यापासिटी चाहिँ इनफ रहेको छ है होम जिमको लागि। यदि हजुरहरू पनि यही बेन्च लिन चाहनुहुन्छ भने चाहिँ ढुक्कसँग लिन सक्नुहुन्छ है। यसको बिल्ड क्वालिटी चाहिँ राम्रो रहेको छ है। बिल्ड क्वालिटी राम्रो छ, स्टडी पनि छ है। तपाईँको दायाँ बायाँ हलिँदैन, स्टडी पनि छ। एक ठाउँबाट अरू ठाउँमा सार्नु पर्यो भने पनि सजिलो छ है। यसमा अगाडिपट्टि 2टा व्हील छ। हजुरहरूले यसरी ह्यान्डलमा मात्र उचालेर एक ठाउँबाट अरू ठाउँमा मजाले सार्न सक्नुहुन्छ है।
ल यो चाहिँ अब 33 केजीको डम्बेल बनाएको छु है। प्लेट चाहिँ यसको 33 केजीको छ भने यसको अब रड चाहिँ त्यस्तो 1.5 किलो 2 किलोको रड हुन्छ भन्नाले यो 31.5 32 केजीको डम्बेल छ है। एउटा हातमा 31.5 32 केजीको डम्बेल छ। यो चाहिँ मैले जिम गर्न छोडेको मेरो 4-5 महिना भएको थियो है, लगभग 4-5 महिनाको ग्याप भएको थियो। त्यसपछि मैले यो डम्बेल चाहिँ घरमै लिएर राखेको थिएँ है, घरमै जिम गर्नुपर्छ भनेर ल्याएको थियो। तर मसँग फेरि बेन्च चाहिँ थिएन है, बेन्च थिएन, त्यही भएर मैले यो बेन्चको लागि चाहिँ वेट गरेको थिएँ र अहिले मसँग फाइनली यो बेन्च आएको भएर है मैले यसमा गर्न मलाई सजिलो भइरहेको छ है। अब अहिले त्यति मसँग स्ट्रेन्थ चाहिँ छैन है, त्यति पावर चाहिँ छैन। अबको केही टाइमपछि चाहिँ मसँग फेरि त्यही पहिलाकै लेभलको स्ट्रेन्थ आउँछ है। मेरो 4-5 महिना ग्याप भएको छ, त्यही भएर मलाई फेरि अब 3-4 महिना जति मैले टाइम लाग्न सक्छ है। त्यसपछि मैले फेरि पहिलाको जति नै वेट उचाल्न सक्छु है। तर अहिलेको चाहिँ मेरो बडीमा त्यति पहिलाको जति स्ट्रेन्थ चाहिँ छैन है। त्यही भएर अहिले चाहिँ यो 30 केजीको 30-32 केजीको डम्बेल पनि अलिक गाह्रो भइरहेछ है। मेरो हेर्न सक्नुहुन्छ है, मेरो त्यस्तै 7-8 रेप चाहिँ गइरहेको छ। अब केही टाइमपछि म यसलाई 7-8 देखि लिएर 9, 10, 11, 12, 13, 14 है त्यस्तै 12 देखि 15 को रेप रेन्जमा यसलाई लगिसकेपछि त्यसपछि यो 32 केजीको डम्बेललाई फेरि 35 किलोमा लानुपर्छ है। त्यसपछि यदि म यो 32 केजीको डम्बेल 15 रेप हान्न सक्छु भने 35 केजीको डम्बेल पनि एटलिस्ट 8 रेप त मेरो जान्छ है। त्यसरी फेरि 35 केजीलाई 8 रेप 9 रेप 10 रेप 11 रेप है त्यसरी लानुपर्छ र 10 देखि 12 को रेन्जमा त्यो गएपछि है 12-15 को रेन्जमा गएपछि त्यसपछि फेरि मैले 40 किलोको डम्बेल पनि मैले एटेम्प गर्न सक्छु है। तर मलाई त्यसको लागि चाहिँ अलिक टाइम लाग्छ है, किनभने मेरो यो 4-5 महिना ग्याप भएको छ। त्यस कारण मलाई फेरि अब रिकभर गर्नको लागि चाहिँ मिनिमम 3-4 महिना चाहिँ लाग्छ है त्यही लेभल पुग्नको लागि। अहिलेको चाहिँ लागि चाहिँ मेरो यो अलिअलि वर्कआउट यही नै हो है। अब अलिअलि चेस्ट भयो र अलिअलि सोल्डर हान्दैछु है, र त्यति नै हान्छु म, आज धेरै हान्दिनँ। र मेन कुरा भनेको यो बेन्च मैले अर्डर गरेको होइन, अनलाइनबाट काठमाडौँबाट यो सामान आएको थियो र बेन्चको रिभ्यू दिन पर्दा चाहिँ राम्रो छ है, बेन्च धेरै राम्रो छ। यो हजुरले होम जिमको लागि चाहिँ एकदमै ठिक हुन्छ है। हजुरहरू जति पनि वेट हुनुहुन्छ होइन, हजुरको बडी वेट जति भए पनि, हजुरको हाइट पनि जति भए पनि है, तपाईँको 6 फिट भए पनि 6.5 फिट भए पनि ठ्याक्कै हुन्छ है। जति हाइट भए पनि हजुरलाई यो सुटेबल हुन्छ, होम जिमको लागि चाहिँ धेरै राम्रो हुन्छ है। तपाईँको स्ट्रङ छ, बिल्ड क्वालिटी स्टेबल पनि छ है। जति वेट पनि हजुरले यसमा लिफ्ट गर्न मिल्यो, बेन्च प्रेस पनि गर्न मिल्यो है, सोल्डर प्रेस पनि गर्न मिल्यो, इन्क्लाइन डिक्लाइन फ्ल्याट सबैमा गर्न मिल्यो है। र मैले यो बेन्च चाहिँ अनलाइन अर्डर गरेको थिएँ। उहाँहरूको पेजको नाम चाहिँ SAM प्रो लाइफ न्युट्रिसन नेपाल रहेको छ है। हजुरहरूले फेसबुकमा सर्च गर्नुहुन्छ भने भेट्नुहुन्छ है। उहाँहरूले दराजबाट पनि सप्लाई गर्नुहुन्छ, हजुरले दराजबाट पनि अर्डर गर्न सक्नुहुन्छ, नत्र भने डाइरेक्ट फेसमा कन्ट्याक्ट गरेर है वाट्सएपमा कुरा गरेर पनि अर्डर गर्न सक्नुहुन्छ है। ल यो एडजस्टेबल बेन्चको रिभ्यू चाहिँ यही नै भयो है। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। तपाईँको 20,000 प्राइस अनुसार चाहिँ तपाईँको सामान पनि धेरै राम्रो छ है। र हजुरहरू पनि यो बेन्च लिन चाहनुहुन्छ भने होम जिमको लागि ढुक्कसँग लिन सक्नुहुन्छ है त। ल हस् त, धन्यवाद।